गाउँबाट आएको। मेरो गाउँको नाम थापा गाउँ हो। अनि मेरो घरमा 9 जना आमा बुवा बहिनी लगायत 9 जना हुनुहुन्छ। पहिलोचोटि जीवनमा होइन, पहिलोचोटि घरबाट यति टाढा आएँ अनि कतै घरबाट कतै जान्थेनौँ। अनि सदरमुकाममा बस्थेँ, जे होस् होइन, अब यति टाढा आउँछु भनेर सोचेको पनि थिएन। अनि I live in Pokhara, but my originally from in Tanahu. My Tanahu is a district, but my village name is Dagam. म पहिले योभन्दा गाउँमा बस्ने थिएँ। गाउँमा बसेर मैले गाई भैँसी बाख्राहरू चराउने, बाल्ने, हेर्ने गर्ने थिएँ। अनि घरसँग धेरै सम्बन्ध हुनु त पहिला चाहिँ जे कुरा अब घरमा सुत्दै निस्किन्थ्यो। अनि अहिले चाहिँ अब हामी आफै घरसँग मतलब हुँदैन नि, हामी आफै निस्किन्छु अनि आफै नै यताउति जान्छु। अनि त्यही भएर अहिले चाहिँ अब ट्रेकिङ राइड गर्दा गर्दै आफ्नो बारेमा पहिला हामीले अब छोरी मान्छे भएर घर छोड्न हुँदैन, घरमै बस्नुपर्छ, यताउता डुल्न हुँदैन भन्ने कुरा थियो। अनि गाउँकै जस्तो लाग्थ्यो। त्यो केटा मान्छेहरूसँग बोल्दा पनि कस्तो भन्नाले एकदम कुरा काट्ने, अलिकति बोले पनि कस्तो उ गर्छ कि हाम्रोतिर। अनि त्यति बोल्दैन थिएँ। अनि तर केटी मान्छेले हाम्रोतिर अझ पनि केटी मान्छेले एकदम नराम्रो उसमा हेर्छ कि केटा र केटीमा धेरै फरक गर्छ।